हेलो हेलो नमस्कार। शङ्कर चन्द्रवीर गुरुङ स्मृति पार्क तथा बलिरहित कुल पूजा स्थल कानेबगरी 5 जहदा मोरङमा चाहिँ हामी यतिखेर आइपुगेका छौँ। निकै नै राम्रो चाहिँ तरिकाले कम्पाउन्ड लाउनु भएको रहेछ। आजभन्दा करिब 2 वर्ष अगाडि चाहिँ यस्तो थिएन र अझै पनि क्रमशः विकासको निर्माण चाहिँ हुँदैछ। हाम्रो यस हाम्रो लेम्बु लामिछानेको चाहिँ बलिरहित कुल पूजा गर्ने स्थलमा यहाँ चाहिँ अहिले आज चाहिँ हामी सम्पूर्ण दाजुभाइहरू भेला भएर चाहिँ आज कुल पूजा गर्ने बलिरहित फलफुलले कुल पूजा गर्ने कार्यक्रम चाहिँ हुँदैछ र म आज सम्पूर्ण चाहिँ भित्र चाहिँ के कसरी पूजा गरिन्छ र हाम्रो आफन्त इष्टमित्रलाई चाहिँ चिनाउने चमर्क गर्दछु। आज हामीले चाहिँ लेम्बु लामिछाने दाजुभाइको शङ्कर चन्द्रवीरको सन्तानले हामीले आज यहाँ कुल पूजा गर्दैछौँ। यो कुल पूजा भनेको हाम्रो चाहिँ सबै दाजुभाइको आज हाम्रो चाहिँ नि के अरे कुलले चाहिँ के गर्छ भने हाम्रो सम्पूर्ण दाजुभाइ दिदीबहिनी नाता सबैलाई क्षमा दिन्छ र हाम्रो देश विदेशमा हुने दाजुभाइ दिदीबहिनी सबै इष्टमित्र सबैलाई शान्ति दिन्छ। योभन्दा पहिला हामीले कसैले काट्ने, कसैले भेडा काट्ने, कसैले कुखुरा काट्ने गर्थ्यौँ। हामी चाहिँ 20 वर्ष भइसक्यो हामीले चाहिँ फालफुल दिएको। हाम्रो कुल एकदम सप्रेको छ, हाम्रो राम्रो छ र हाम्रो दाजुभाइले हाम्रो कुल बिग्रियो, भेडा नकाटी भएन भने त्यो चाहिँ गलत कुरा हो। अब हामीले भगवान् बुद्ध मानेपछि शान्तिको अग्रदूत भगवान् बुद्धको उसले गर्दाखेरि हामीले काटमार गर्ने होइन, यसै फलफुलले दिने हो। सबै भगवान्लाई नरिवलको पानीले भए चढाउने हो, यसरी दिएको छ हामीले। र हामीले आज कति भयो माइर हजुर कति भयो 32 गर्दैछ बाहिर आउँदैछ 32-35 घरको हामीले फालफुल लिएर चाहिँ 35 घरको दाजुभाइ जम्मा भएर यहाँ चढाउँदैछौँ। र आज यो कुल पूजा गर्ने ठाउँलाई कसले दिएको भन्दाखेरि रामकाजी गुरुङ र विधान गुरुङले उहाँले जग्गा दिएर हामीले यसो यहाँ के अरे संरचना बनाएको छौँ। हाम्रो थपेको थियो अरे नि त, कसले थपेको? के थपेको? यहाँ जग्गा थपेको हाम्रो दाजुभाइको सबैले थपेको छौँ। त्यो नाम होला किताबमा नाम छ। 15 जग्गा थपेको छौँ। प्रत्येकले 45,000 दरले गरेर हाम्रो कोष सदस्य हिन्द गुरु अहिले उपाध्यक्ष हुनुहुन्छ। पहिला उसले मुख छोडेर म गर्छु भनेपछि सबैले गर्नुभयो, दिनुभयो र हामीले तार घेरा गरेछौँ। तार घेरा उता हङकङमा हुने दाजुभाइले पैसा पठाएर हाम्रो अध्यक्ष काका खमसिंह गुरुङ चाहिँ युके बर्मन गएको बेला हामीले हाम्रो समितिले उता बारबेर गऱ्यौँ र यो केदार गुरुङले आफ्नो बाबुआमाको नाममा हामीलाई बस्नु, पूजा गर्दा बस्नु, भोलिपछि लोसार मान्दा बस्नु भनेर यहाँ हाम्रो अगाडि 9 लाख बराबरको टस लगाइदिएको छ। र यो गेट धरानमा हाम्रो सबभन्दा ज्येष्ठ नागरिक हाम्रो तिलकबहादुर गुरुङ काकाले चाहिँ गेट 3,60,000 को उसमा बनाइदिएको छ र त्यो रेलिङ पनि पछि लगाइदिएको छ। र यहाँ हामीले पल्लोपट्टि हाम्रो केदार गुरुङले युकेमा हुने चेलीहरूलाई हाम्रो सबै कुरो भयो। त्यहाँ हामीले खाना बनाउने ठाउँ र स्टोर भएन, स्टोर भयो भने 50-60 कुर्सी म दिन्छु अथवा दाजुभाइबाट उठाएर पनि हुन्छ। त्यहाँ यहाँ यसरी बस्दाखेरि आउँदाखेरि बस्ने भनेर उता त्यो जग उठाएको छ, मेरै उसमा उठाइसकेको छौँ। र यहाँ जदामा नवराज भाइ र मैले चाहिँ भएर यो जग उठाएको छौँ। र यसरी हामी दाजुभाइ जम्मा हुँदाखेरि साह्रै खुसी लागेको छ। हाम्रो भगवान् हाम्रो दाजुभाइ हाम्रो बाबु बाजे सबै मरेर उहाँ स्वर्गमा जानुभएको भगवान् भएको छ। भगवान् पनि खुसी भएको छ। हाम्रो परिवार आएर उहाँले हेर्नुहुन्छ सबैले। एउटा उता भेडा तानेर माथिल्लो गाउँतिर जाने, एउटा कुखुरा तानेर तल्लो गाउँतिर हेर्दैन। यहाँकै ठाउँ आएको हुन चाहिँ सबैले हेर्छ। भगवान्ले चाहिँ हाम्रो कुलपितृले चाहिँ सबैलाई शान्ति दिनु भने कामना गर्दै र हामीले आज 35 घरको दुबलसित लिएर आएको छौँ। योभन्दा पोहोर 21 घरको थियो र बढ्दै जाने क्रम छ। यसपालि हाम्रो लक्ष्मीमानकाको भाइहरू 2-3 घर थपेको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। यसरी आउनुपर्छ, अरू पनि आउँछ। त्यसले गर्दाखेरि किनभने हामी छरेर बसेका दाजुभाइ छौँ। एक घर तरामा, एक घर माथि हाम्रो बाँसबारीमा, एक घर चाहिँ बेलबारीमा, त्यसरी गरेर छरेको हुनाले हामीले एक्लै गर्ने सम्भावना हुँदैन। हामीले भेडा काट्नै पर्दा नि चोखो नितो गरेर आफ्नै मान्छेले, आफ्नै घरको मान्छेले पानी हालेर पर्साएर काटेर
कर्जी मर्जी निकालेर चढाउने हो। अर्कालाई अन्य जातिलाई छुन दिने होइन, पर्सन दिने होइन। त्योभन्दा राम्रो तरिका यो हो, यो आफैले ल्याउने आफैले चढाउने हो। यो चढाएको फलफुलहरू यो बाहिरकोले खानु हुँदैन, हाम्रो मान्छेले चाहिँ खानुहुन्छ। यसरी छोडाछौँ। यो भाइले हाम्रो भतिज रामले चाहिँ यो सबै गरेर फेसबुकमा हालिदिनु होला, सबै हाम्रो दाजुभाइले हेर्छ, अन्य जातिले पनि हेर्छ। र हामी यही तरिका हो। अहिले हाम्रो हामी त यता यस्तो तरिकाले गर्थ्यौँ, उस्तो तरिकाले होइन। हामी भएपछि अनि दाजु यो देउताहरू पनि भनिदिनु हुन्थ्यो कि यो चाहिँ देउता मुलथानी हाम्रो जति नै हामी मर्छौँ, हाम्रो बाजे जिउजू बाजेदेखि मरेर आएको शङ्कर चन्द्रवीरदेखि लिएर यो मुलथानी हो। मुलथानी भनेको सबैजना आउने। यो चाहिँ बुहारी देउता अनि जागितर पनि भन्थ्यो, किनभने 90 सालको भुइँचालोमा ढेकी कुर्दै भुइँचालोले गर्दाखेरि मान्छे के अरे हाम्रो बुहारी र एउटा अन्य जाति मरेको हुनाले उसलाई जागितर कसरी जागितर भन्छ, खास गरी हाम्रो बुहारी देउता। अनि यो चाहिँ घट्दै घट्दैन, किनभने भान्जा भान्जी यो भान्जा भान्जी चाहिँ हाम्रो पहिला हामीले हाम्रो घरमा भान्जा भान्जी पालेको हुनाले, भान्जा भान्जी मरेको हुनाले यो भान्जा भान्जीलाई पहिला कुखुराले भोगिदिन्थ्यौँ, भान्जालाई भालेले, भान्जीलाई पोथीले। अहिले चाहिँ हामीले फालफुलले दिने भएको नरिवल चढाउँछौँ। यो उतापट्टिको घट्दै घट्दैन, सबै जातिका हुँदो रहेछ। हाम्रो च्याप्चेहरूले पनि घट्दै घट्दैन पालेको थियो अरे, त्यो घट्दै घट्दैन। हाम्रै घरमा मरेपछि हामीले घट्दै घट्दैन हाम्रो कुलमा लिएर यतापट्टि घट्थे, उतापट्टि घट्थ्यो नि। उहाँहरूलाई पनि बत्ती बालेर कलशमा पानी राखेर रक्सी पानी सबै कुरो फालफुल दिएर हामीले मनाएको छौँ। र यो पल्लो के हो भन्दाखेरि यो चाहिँ हामीले पहिला लास्टको चाहिँ हामीले पहिला हाम्रो कोही पनि दाजुभाइ हाम्रो मर्छ भने, अपद विपद मर्छ भने हामीले चाहिँ त्यो काम सकेको दिन चाहिँ हामीले के गर्थ्यौँ भने पाठा काटेर, छोरा मान्छे छ भने बोका, छोरी मान्छे भने पाठी काटेर चाहिँ भोग दिएर ल है कुलमा है भन्थ्यौँ कि। त्यो चाहिँ अब यो चाहिँ हामीले वर्षभरिमा अब हामी चाहिँ छरेर बसेछौँ। कोही कहाँ होला, कोही कहाँ थाहा नभएको हुनाले सबैजना वर्ष दिनभरि जति नै यहाँ मरेर शहीद हुनुभएको छ, अब चाहिँ कुलमा है भनेर धुपधुवा गरेर त्यो धुप हालेर त्यो के अरे ढुङ्गालाई हामी यता ढल्काइदिन्छौँ। अनि त्यो त्यसै गरेपछि हाम्रो कुलमा आउँछ। अनि अर्को कुरा चाहिँ मलाई के लागेको छ भने हाम्रो दाजुभाइ दिदीबहिनीहरूमा हामी त कुल बिग्रे भन्छ कि हाम्रो दाजुभाइहरू बाजेहरू हराएको बाजेहरू कोही विदेशमा गएको फिर्केर आएन, उनीहरू चाहिँ किन बिना कारणले अथवा दुर्घटना परेर अथवा के भएर मरेको होला, उनीहरूको नाममा चाहिँ अब सबै हामी दाजुभाइ भएर एक ठाउँ होम लगाइदिएर अथवा हिँड लगाउने होम लगाएर चाहिँ उनीहरूको आत्मा शान्ति गरिदिएर अनि हामी पुलमा बोलाउने चाहिँ हाम्रो छलफल गर्दैछौँ। हाम्रो अध्यक्ष हाम्रो खमासिङ काकालाई भनेको छ हामीले, उसले गरेपछि हामीले सबैको नाम टिपेर यहाँ चाहिँ नि लामा लगाएर यज्ञ लगाएर चाहिँ होम गरेर होम शान्ति गरेर हाम्रो त्यो कुलमा नआएकोलाई नि यता बोलाउने, किरे नगरेकोलाई नि किरे हुने सबै गरेर हामीले यो कार्यक्रम गर्दैछौँ। यो सम्पूर्ण हाम्रो दाजुभाइहरूलाई देश विदेशमा हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई यो हामी जानकारी गराउन चाहन्छु म। र यो हामी बिस्तारै अब सरसल्लाह गरेर अनि यो हाम्रो बन्दैछ। भोलिपछि हाम्रो लोसार हुन्छ, लोसारमा हामी सबै दाजुभाइ दिदीबहिनी चेली भान्जा भान्जीबाट रमाइलो गर्छौँ। त्यति बेला सबै दिन आइदिनु होला। अहिले हाम्रो पूजामा दाजुभाइ नआए पनि त्यो दिन चाहिँ सबैजना आइदिनु होला बिस्तारै गरेर। ल धन्यवाद मेरो भतिज रामलाई। अनि उतातिर पनि देखाइदिनु होला हामीले के गरेछौँ भन्ने कुरो। र यो सबै हाम्रो शङ्कर चन्द्रवीरको सन्तानलाई जहाँ भए तापनि हामीले रक्षा गरौँ, क्षमा गरौँ भन्दै म अब धुपाले है त तपाईँहरूको अनुमतिले है म धुपाले सबैको मन शान्ति भएको छ, शान्ति हुनुपर्छ। मैले राम्रो गरेँ भनेपछि हजुर ल सबैको आज्ञाले मैले धुपाले त साथी हो। ल तपाईँ सबै हाम्रो परिवारकोलाई क्षमा गर्नु सक्ने मेरो कुलथानीलाई धुपाले परमेश्वरी रक्षा गरिदिनु, क्षमा गरिदिनु। परमेश्वरी हाम्रो दाजुभाइ दिदीबहिनी नरनाथ देश विदेशमा हुने युके हङकङ अस्ट्रेलिया अमेरिका साउदी अरब कतर सबै हुने हाम्रो दाजुभाइ नरनाथलाई शान्ति दिनु। तपाईँहरूले चाहिँ दुःख नमान्नु पर्ने सुरु हामी काटमार गर्नु छोडेको, त्यसले गर्दाखेरि हामीलाई धुप धुवार चोखनी त गरेर चाहिँ दिएको छै परमेश्वरी। तिमी चाहिँ मन्थानी परमेश्वरी, यो चाहिँ तिमी चाहिँ बुहारी देउता परमेश्वरी। ल है अब हामीले तपाईँलाई मानेको छु, वर्ष दिनमा मान्ने कुरो मानेको छौँ परमेश्वरी। शान्ति दिनु, क्षमा दिनु। हाम्रो सबै देश प्रदेशमा हुने इष्टमित्र नरनाथ दाजुभाइ सबैलाई सबै छोरी चेली भान्जा भान्जीलाई सबैलाई रक्षा गरिदिनु परमेश्वरी है परमेश्वरी। ल पहिला
परमेश्वरी तपाईँहरू चाहिँ घटी घट्दैन परमेश्वरी तपाईँहरूलाई पहिला हामीले काटमार गर्दाखेरि भाले दिन्थ्यौँ घटी बाजेलाई पोथी दिन्थ्यौँ घटी बाजेलाई अहिले चाहिँ धुर्नले गरेको हुनाले एकै ठाउँ दिएको छु पहिले नरिवल पानीले हामीले भरे गर्नेछु परमेश्वरी सबैले रक्षा गरिदिनु क्षमा गरिदिनु सबै हाम्रो शङ्कर चन्द्रवीरको सन्तान जहाँ भए तापनि देश विदेशमा युके हङकङ अस्ट्रेलिया अमेरिका साउदी अरब कतार दुबई जहाँ भए तपाईँले शान्ति दिनु क्षमा दिनु आफ्नो कुलमा आइदिनु परमेश्वरी हाम्रो कुलमा नआएको हाम्रो अवध विरोध परेको भाइ बहिनी नत कोही छ भने पनि यहाँ कुलमा ल्याउनु सहयोग गरिदिनु होला परमेश्वरी त्यो भान्जा भान्जी है पर्ने ल परमेश्वरी तिमी चाहिँ घटेन परमेश्वरी रक्षा गरिदिनु क्षमा गरिदिनु परमेश्वरी तिमी ल परमेश्वरी सबैलाई शान्ति दिनु परमेश्वरी हामी शङ्कर चन्द्रवीरको सन्तानलाई जहाँ भए तापनि शान्ति दिनु क्षमा दिनु परमेश्वरी तिमीलाई चाहिँ वर्ष दिनमा सम्झेको छौँ परमेश्वरी हामी चाहिँ काटमार गर्ने छोडेर चाहिँ अहिले हामी एकदम बुद्ध भगवानमा लागेर हामीले खुन नगरेको पनि खुन गरेर चाहिँ राक्षस हुन्छ अरे परमेश्वरी तपाईँहरू चाहिँ पितृ हो पनि पितृ भएको हुनाले हामीले खुन नगरे परमेश्वरी है है परमेश्वरी तिमीहरू चाहिँ वर्ष दिनभरि अथवा देश विदेश कहीँ पनि अपत विवेश गरेर मर्नु भएको छ अथवा हाम्रो कुलमा आएको छैन भने तपाईँहरू कुलमा आइदिनु पऱ्यो र हामीलाई दुःख नदिनु कसैको घर गोठमा गएर दुःख नदिनु अर्का घरमा गएर पनि दुःख नदिनु आफ्नै कुलमा आउने कोसिस गर्नु कुलमा आउनु परमेश्वरी हामीले चाहिँ सबैलाई बल मागेर यहाँको नाक नामी सिक्किम सबैलाई बल मागेर बोलाएको छौँ परमेश्वरी अब यता आइदिनुपर्छ है परमेश्वरी है परमेश्वरी सबैजना ल ल काजी भाइलाई रामकाजी भाइले यहाँ भयो यहीँको भाइहरू भएको छ यहाँको भाइहरूलाई हुँदैछ एकदम रमाइलो धन्यवाद धन्यवाद भाइको घरमा गएर हामीले यो अभिलेख राखिराख्नुपर्छ पछिसम्मलाई यहाँ पूजा गर्ने भन्दा भोलिपल्ट त नगर्ने पो भन्छ साथीहरूले अनि हामी तिनीहरूले पनि गर्नुपर्छ भनेर भाइलाई फोन गरेर भनेपछि खुसी भएर हाम्रो भाइले सुरुमा तम्ले भात लिएर खुवाएर गुन्द्रुक अचार त्यो त सम्झिरहेको छ है घरमा कोही नमस्कार सबैजनालाई इष्टमित्र सबैजनालाई सुमन आउनुपर्ने आएन अनुप भाइ अनि भाइको ऊ के अरे युट्युब च्यानल त खतरा छ त नि अनि लास्ट भाइरल छ त बुहारीले विशेष गरी होइन शङ्कर चन्द्रवीरको सन्तान हामी जम्मा भएको छौँ र आज हाम्रो वार्षिक कुल पूजा गर्ने हाम्रो बाबु बाजे जिजु बाजे च्याप्चेहरूलाई सम्झिने दिन हो त्यसले गर्दाखेरि हामीले त्योभन्दा पहिला काटमार गर्थ्यौँ र अहिले हामी बुद्धिस्ट भएपछि अथवा हामीले मर्दा पर्दा बाहुनलाई छोडेर लामा लगाएपछि हामीले काटमार गर्नु छोडेको र हामीले के भन्छौँ भने हाम्रो दाजुभाइले हाम्रो कुल बिग्रियो भेला काटेर सुतिदिन्छ किन तिमीहरूले काट्नु छोड्यो भनेर भन्छ त्यो होइन अब मनमा शान्ति हुनु पर्यो अहिले भगवान्ले राम्रोसँग धरण गरेछ भने तपाईँले सम्झिनुपर्छ अनि अहिले हामी एकछिन नबोल्नु त पहिला 35 घर देखिँदैन कि 35 घर भएको छौँ र त्यसले गर्दाखेरि आज हामी 35 घरको परिवार लगायत हाम्रो देश विदेशमा हुने के अरे मलेसिया उहाँहरूको सबैलाई हामीले गरेपछि सबैजनाको कल्याण बढिएको त्यसरी गर्दैछौँ र यो हामी सबैको मन शान्ति हाम्रो भगवान्ले चाहिँ हाम्रो सब परिवारको के अरे उता लागेर शान्ति दियोस् भनेर हामीले चाहिँ पूजा गरेको छौँ र हामीले भेडा काटमार गर्नु छोडेर यो चाहिँ मेरो हातमा नरिवल छ यो हातमा खुकुरी छ यो नरिवलको पानी हाम्रो पूजा गर्ने विधि यही हो मूलथानी बढी देउता अलि माथिबाट पढ्दै बढी देउता भान्जा भान्जी घटी गर्दैन यो चाहिँ को भन्दाखेरि हाम्रो वर्ष दिनभरि शहीद हुनु भएका हाम्रो दाजुभाइ हाम्रो दाजुभाइ देश विदेशमा हुने अथवा कहीँ हुने पनि आपद विपदमा परेर हाम्रो कुलमा आएको छैन भनेदेखि कुलमा आऊ है भनेर चाहिँ उहाँलाई पनि धुवार गरेर अथवा हाम्रो क्षेत्रहरू हुन्छ उहाँलाई पनि हामीले बक्साइसकेका छौँ हामीले कुल पूजा गर्दैछौँ यस ठाउँको देवी देवराली नाग नमी सिमी भूमिलाई हामीले बक्साइसकेका छौँ हामीलाई त्यो अर्ख गरिदिनु यो चाहिँ हामीले बनाएको 2-3 वर्ष भयो हामीले यही तरिकाले गरेको हाम्रो रामकाजी गुरुङ भाइको घरमा माथि भेरेटारमा गएर 15-20 जना दाजुभाइ गएर भोज खाएर निर्णय गरेर यसरी कुल पूजा गरौँ है काठमाडौँ नगऱ्यो भन्दा ओके भएर आयौँ आएर
त्यस्तै लगनशील हुनु पऱ्यो हाम्रो दाजुभाइ त्यसै गरी आउनु पऱ्यो अरूबाट आउनु पऱ्यो र भोलिपछि हामी एक्लै भयौँ भने साह्रो पर्छ अहिलेदेखि गठन हुँदै जानु पऱ्यो त्यसले गर्दाखेरि भोलिपछि म एक्लै तरामा छु कमलसिंह गुरुङ काका धारण एक्लै हुनुहुन्छ प्रकाश भाइ एक्लै माथि के अरे भेटारमा हुनुहुन्छ त्यसै गरेर हामी एक ठाउँ भयो भने त यो हाम्रो भतिजो अनु यसको भाइ र हाम्रो रामहरू के अरे राम भतिजोहरू आएर हामीले फोटो खिच्दै हाम्रो सञ्जालमा सबै शङ्कर चन्द्रवीरको स्मृति पहिचान लगायत अन्य बाहिर पनि लगाइदियो भने हाम्रो प्रचार पनि हुन्छ एकदम रमाइलो हुन्छ किनभने अस्ति हामीले पोहोर लोसारको हेऱ्यौँ हाम्रो नानीले लोसारको लगाएर छ सबै लोसारमा हामीले नाचेको खेलेको यो थिएन अब आफ्नो लोसार आउनु सक्यो आइपुग्नुपर्छ आइपुग्नुपर्छ ल है होइन यो मुक्दिउँ मैले बडाबाहरू बाजेहरूले चाहिँ उहाँहरूले धेरै दुःख गरेर खोजी गर्दै जाँदाखेरि हाम्रो चाहिँ नि सबभन्दा पहिले चाहिँ प्रताप गुरुङजी हुनुहुन्छ भएर चाहिँ आएर चाहिँ भेटारमा ठुलो चाहिँ उहाँले चाहिँ पूर्वको चाहिँ एउटा चाहिँ पूर्व सम्पूर्ण क्षेत्र हेर्नेको लागि चाहिँ उहाँ चाहिँ डिट्ठा भएर आउनुभएको थियो र उहाँको छोरा पनि जहरसिंह थियो र जहरसिंहभन्दा पछि जहरसिंहको 2 भाइ छोराहरू थिए उहाँको नामहरू शङ्कर चन्द्रवीर र यसै शङ्कर चन्द्रवीरदेखि चाहिँ हामीले चाहिँ उहाँहरूको एकदम चाहिँ डिटेल्ली सबै चाहिँ लिएर आएर छौँ र हामीले चाहिँ यही शङ्कर र चन्द्रवीरको नामबाट चाहिँ 2 जना नामबाट चाहिँ हाम्रो यो संस्था शङ्कर चन्द्रवीरको स्मृति प्रतिष्ठान भन्ने संस्था जम्मा गरेका छौँ खडा गरेका छौँ र यस संस्था खडा गर्नेको हाम्रो 79 सालमा हामीले खडा गरेका हौँ र त्यसपछि चाहिँ अब त्योभन्दा पहिले पनि हामीले चाहिँ वंशावली चाहिँ 50 सालदेखि नै 2050 सालदेखि हामीले इच्छा गरेका हौँ र त्यसपछि अब अहिले चाहिँ आएर दोस्रो संशोधन पनि भइसकेको छ र अब हामी यदि तलतिर जाने चाहिँ हाम्रो सन्तानहरू हामी चाहिँ एकदम चाहिँ खोजी नीति गर्दै 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 हामीले चाहिँ संशोधन गर्ने कहाँ त्रुटि भयो को मरो को बाँचो को नयाँ आयो यसरी चाहिँ को हराएको मान्छेहरू आयो हामी चाहिँ एकदम यसलाई चाहिँ अब एकदम चाहिँ अब पुनः फेरि चाहिँ अब संशोधन गर्दै चाहिँ यहाँ लगाउँदैछौँ र अब हामी चाहिँ यो किताबहरू सबैले चाहिँ हामीले बनाएर वितरण गरिरहेका छौँ जसले पाउनु भएको छैन उहाँहरूले यो किताबहरू हामीसँग सम्पर्क गरेर लैजानु होला र आफ्नो चाहिँ अब कसैले हेर्नै जानिनँ मैले भन्नुहुन्छ भने कसैले चाहिँ अब यसो जान्ने बुझ्नेलाई चाहिँ हाम्रो मेरो बाउको बाजेको जिजूको कहाँ भने सबै यसरी हेर्दै जाँदाखेरि पत्ता लगाउनुपर्छ कतिपय राम्ररी हेर्नै जान्न भन्ने छ साथीहरू म उहाँलाई सबैले सिकाइदिन्छु यो कुरो यसको बारेमा चाहिँ भरे मलाई चाहिँ नि सम्पर्क गर्ने समेत अनुरोध गर्छु धन्यवाद धन्यवाद सबै हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई मैले के अरे यो नरिवल पानी चढेर हाम्रो पितृहरूलाई टाउको चढेर अब चाहिँ भगवान्लाई मनाए है त तपाईँले सबैको उसले गर्दाखेरि है सबैले साथ दियोस् यो हामीले काठमाडौँ गर्नु छोडेर भगवान्ले हामीलाई जनकल्याण गरून् भने मुलथानी यो है मुलथानी बाजे बोजूले सबैले आशीर्वाद दिनु देश विदेशमा भएको सबैलाई यो बुहारी देउता सबैले हामीलाई आशीर्वाद दिनु दुध खाएर बस्नु खुसी भएर बस्नु खुसी भएर बस्नु बुहारी देउतालाई गर्ने यो हाम्रो भान्जा भान्जी त्यसपछि भान्जा भान्जीलाई ल है भान्जा भान्जीलाई एउटा पानी चोखो भएको सबैलाई हामीले मानेको छौँ मानिराखेको छौँ परेकोहरूलाई चाहिँ हामीले राष्ट्र गएर एउटा चाहिँ मेरो उसलाई चाहिँ यिनै फेरि लडाइदिनु त्यो ढुङ्गालाई र एउटा कुरा के पनि भन्नु चाहन्छु आफ्नो कुलमा आएर आगुनदेखि चाहिँ नरिवल पानी दिने चढाउँला यसपालि पनि यता आउनु होला अब चाहिँ आउनु है पर्ने सुरु मैले यसलाई बलिराइट कुल पूजा भनेर जोडिएको छ के हो यसलाई चाहिँ यो चाहिँ अब हाम्रो कुलमा आयो है के भन्छ अब हाम्रो यता आयो यो चाहिँ आउनु पर्यो सबैले कसैले रोकेको छ भने पनि आउनु दिनु पर्यो हामी मैले बलमा आएछ यस ठाउँमा देवी देवता नगिसिने भूमिलाई हाम्रो चाहिँ मरेको जति नै शहीद भएको हुनुहुन्छ अब चाहिँ हाम्रो कुलमा है हाम्रो नेम्बो लान्छनीहरू भन्ने कुराहरू यसले सङ्कलन गरेर लेख्छ त्यसपछि आफ्नै वंशको हक हितको लागि चाहिँ नि गर्ने कुराहरू सुधार्नुपर्ने कुराहरू सङ्घ संस्थाहरू जम्मा गर्ने कुराहरू यी कुराहरू चाहिँ ती शङ्कर चन्द्र गुरुङ स्मृति प्रतिष्ठानले गर्छ छोरा बुहारी मेरो साल दाजुको छोरा मेरो सानो ससुराको तपाईँहरूको चाहिँ साल दाजुको छोरा बुहारी भात खानुपर्छ पहिले केरा खाने
आयो नि होइन ल उता उता यता नल्याउनु अहिले धोनी धोनीलाई ल ल ल कति राम्रो भयो त्यो जग्गा थापेकोले हामीले बिजुलीको बत्तीको एकदम आवश्यकता पर्यो त्यो जग्गा कम्ती राम्रो हुन्छ भाउजूको नागरिकता त्यहाँ कहाँ छ अरे त्यहाँबाट नाम नागले भन्नु महिना 1000 रुपियाँ तिर्नु पर्ने हो भित्र थुनेर छ म अस्ति गफ गरेँ माल पत्ता हुन्छ कता गएर यो सहयोग गर्नु पर्यो भाइले नाइट त फुटेको आइ त भडाइदिइहाल्छु नल्याउने यता बोजूलाई चाहिँ दिनु त बोजूले खाइसक्यो दबाईलेर हालिदिनु पर्ने होस् न निग्रो हो झ्यास हौ अस्ति दाजुले निगोरो लिएर जानुभएको निगोर टिप्नु निग्रो हो क्या म यहाँ ए आउन तिम्रो प्रसाद खानु गाठे ल छ्यामा भनिदिनु पर्यो के छ यहाँनिर नमस्कार हाम्रो कुल पूजा गणेश देवी पूजा हामी बाँड्दैछौँ पूजा तान नानी सासुरालाई नमस्कार अनि खाने कार्यक्रमहरू पूजा सकियो लेम लामछानेको सबै देश विदेशमा पहिल्यै हामीले बल मागेको छौँ दिनु भनेर हाम्रो पूर्वजहरूले अब यहाँ हुने जातिले सबै भेला भएर हामी यसरी मनायौँ भन्दै सबैले हेरिदिनु होला आशीर्वाद दिनु होला देश विदेशमा हुनेले पनि नमस्कार भन्दै म चाहिँ यहाँ भान्से गर्दैछु कस्तो भित्वा रहेछ भन्छ नखिच्छ दुईटा मात्रै मान्छे यति हाम्रो के अरे कुल पूजा हाम्रो भगत पूजा साइली हाम्रो बुहारी ए काम गर्नुपर्छ ल अनि साइनो गर्नुपर्छ काका हाम्रो तिमीहरूको चाहिँ टिक्ना बाउलाई भन्दैन कि तिम्रो बाउले के पूजामा खिर बनाउँदैछौँ तर भाडा अलिक सानो भयो चामल अलिक धेर भयो मिठो छ नखाइकन कसरी मिठो हुन्छ चाख्नु पर्यो नि मैले बनाएपछि मिठो हुन्छ सबै डढेको छ छुटिरहेका थियौँ कसैले बाहिर कोही चाहिँ आफ्नो कारणले गर्दा चाहिँ हामीले नियमित रूपमा चाहिँ कुलपूजा गर्न सकिरहेका थिएनौँ किनभने हामी सामग्रीहरू जस्तो हामीले हाम्रो पुर्खाहरूले भेडाले
कुलपूजा गर्थे ती जुटाउन नसकेर हामीले चाहिँ कसैले घरमै आफ्नो तरिकाले गरिरहेका छौँ। तर हामी हाम्रो संस्था 2076 सालमा शङ्करचन्द्र गिरी स्मृति प्रतिष्ठान गठन भएपछि चाहिँ हामीले हाम्रो सदस्यहरूले कुलपूजा कसरी गर्ने र हाम्रो दाजुभाइहरूले को वंशावली कसरी सङ्कलन गर्ने र दाजुभाइहरूलाई कसरी एकीकृत गर्ने भन्ने विषयमा चाहिँ हामीले छलफल गरेर चाहिँ हामीले संस्था खडा गरेका छौँ। र आज हामी यस शङ्करचन्द्र गिरी स्मृति प्रतिष्ठानको प्राङ्गणमा चाहिँ हामी हाम्रो बलिरहित कुलपूजा गरेर सम्पन्न गरेका छौँ। र आजको यस बलिरहित कुलपूजामा म यस सभाको सभाध्यक्ष गरिदिन हुन म हाम्रा शङ्करचन्द्र वीर गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष खम्बसिंह गुरुङज्यूलाई म हार्दिक विनम्र गर्दछु। त्यस्तै हाम्रो वंशका ज्येष्ठ दाजु शङ्करचन्द्र वीर स्मृति प्रतिष्ठानको कुलपूजामा उहाँले पुजारीको हैसियतले चाहिँ पूजा सम्पन्न गर्नुभएको छ। उहाँलाई पनि यहाँ आएर अतिथिको आसन ग्रहण गरिदिन म हार्दिक विनम्र गर्दछु। त्यसै हाम्रो सदस्यहरू वंश सदस्यहरूमा नेपाल सरकारको प्रतिनिधि त्यो गरेर समाज सेवा गरिरहनु भएका छ। उहाँ हाम्रा भाइ इन्द्र गुरुङजी हुनुहुन्छ, उहाँ दमक नगरपालिका वडा नम्बर 5 का अध्यक्षजी हुनुहुन्छ। उहाँलाई पनि सभाको अतिथि आसन गरिदिन म हार्दिक विनम्र गर्दछु। त्यस्तै हाम्रा संस्थाका शङ्करचन्द्र वीर गुरुङ स्मृति प्रतिष्ठानका उपाध्यक्ष श्री हिन्द गुरुङज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिन हार्दिक विनम्र गर्दछु। र त्यसै म सम्पूर्ण अरू सबैजना भाउजूहरू आमाहरू र बुहारीहरू नाति नातिना भतिज भतिजना सबैलाई म आफ्नो ठाउँमा अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक विनम्र गर्दछु। र हाम्रो कार्यक्रम धेरै छैन, छोटो छ एकदम। यो छोटो कार्यक्रम हामी गर्न गइरहेका छौँ किनभने हामी एकअर्काप्रति अझै पनि चिनजान भएको छैन र त्यो चिनजान गर्ने र हाम्रो कुलमा हाम्रो वंशमा के भइरहेको छ र कसो गर्ने भन्ने विषयमा हामी सानो छलफल गर्ने जमर्को गरिरहेका छौँ। र आजको यस कार्यक्रमलाई हल्का रूपमा सानो रूपमा चाहिँ स्वागत गरिदिन म हाम्रा उपाध्यक्ष श्री हिन्द गुरुङज्यूलाई म हार्दिक विनम्र गर्दछु। जेठको 3 गते शनिबार दिन चाहिँ हामी अब कुलपूजा गर्न बलिरहित कुलपूजा गर्नमा यहाँ चाहिँ उपस्थित भएका छौँ। यहाँ चाहिँ हामी चाहिँ अब वर्षपछि हाम्रो चाहिँ अब सदस्यहरू बढिरहेको छ, यसमा धेरै खुसी लागेको छ। अब आज हामी चाहिँ अब यहाँनिर धेरैजना भएर चाहिँ यसरी चाहिँ कुलपूजा गर्न सक्षम भएका छौँ। हामी चाहिँ अब कसैको यस पूजामा चाहिँ अब हामी चाहिँ बलिमा चाहिँ अब हामी एकदम चाहिँ अब यसलाई तिरस्कार गर्दै हामी चाहिँ फलफुलले चाहिँ पुरस्कार गर्ने पूजा गर्ने क्रममा लागिरहेका छौँ। आउँदा दिनहरू पनि अब हाम्रा सन्तानहरू सबै चाहिँ हामी एकत्रित हुँदै जानेछ र गत वर्षभन्दा यसपटक हामी चाहिँ सदस्यहरू धेरै बढेको छ र यो प्रक्रिया अब दिनादिन बढ्दै जानेछ। भोलि हामी विभिन्न ठाउँबाट चाहिँ हामी एक्लो हुँदै जाँदाखेरि हामी चाहिँ सङ्गठित रूपमा यो पूजा गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। र आज हामी चाहिँ सबैजना धेरैजना गत वर्षको तुलनामा बढिरहेका छौँ र आज हामी चाहिँ सब एकत्रित भएर चाहिँ यहाँ चाहिँ पूजा गरिरहेका छौँ। र यसमा चाहिँ हामी चाहिँ सबैजना हाम्रो यसरी अब पितृहरूले हामीलाई चाहिँ कल्याण गरून्, शान्ति गरून्, सबैको चाहिँ अब घरमा चाहिँ अब शान्ति छाओस्, कुनै पनि रोग कष्ट हराउनुहोस् भन्दै चाहिँ हामी चाहिँ कुलपूजा गर्न आज जमर्को गरेका छौँ। र हामीलाई चाहिँ यसरी चाहिँ अब यो कुनै पनि भगवान्ले कुनै पनि क्षेत्रमा चाहिँ हामीले अर्काको ज्यान लिएर ज्यानलाई चाहिँ ढुङ्गामा रगत चढाएर चाहिँ हामीले चाहिँ कल्याण हुने कसैको पनि छैन, यो कहीँ पनि लेखेको छैन। त्यस कारण हामी चाहिँ अब यो चाहिँ अब हामी चाहिँ बलिरहित कुलपूजा गर्न चाहिँ हामी अघि बढिरहेका छौँ। र यसमा कतिपय साथीहरूमा घमण्ड होला, हामीले चाहिँ मासुै खानुपर्छ, कुलै रगतै चढाउनुपर्छ भन्ने धारणा कसरी होला, त्यो उहाँहरूको घमण्डता हो। यस कारणले हामी चाहिँ अब क्रमैसँग हामीले चाहिँ हाम्रा भावी पिँढीहरू दिनानुदिन विकसित हुँदै गएका छन्। हाम्रा बाबुहरू बाजेहरू जिजुहरूले जे गरेको गर्नुपर्छ भन्ने धारणामा हामी चाहिँ थोरै चाहिँ विकास गरौँ। हामी चाहिँ अब हाम्रो बाबुहरूले पाहाडमा भेडाइ चलाउँथ्यो, हामी भेडाइ चलाउनुपर्छ भन्ने त धारणा हाम्रो होइन। खराब चिजहरूलाई हामी चाहिँ थोरै परिमार्जन गरौँ। हामी चाहिँ कुलपूजाहरू हामी चाहिँ गर्नै
हुँदैन भन्ने धारणा होइन। हाम्रा पितृहरूलाई हामीले चाहिँ सम्मान गरौँ, धोप गरौँ, उहाँहरूलाई खुसी पारौँ र हाम्रा भावी सन्तानहरूलाई चाहिँ कल्याण गरौँ भन्ने हाम्रो धारणा हो। र हामीले चाहिँ मात्रै त्यो धारणा यति हो कि हामीले चाहिँ रगत त्यहाँ दिएर गर्ने हाम्रो धारणा होइन। हामी चाहिँ अब क्रमैसँगले बिस्तारै बिस्तारै सुधार गर्नुपर्छ भन्ने धारणा हो। र हामी चाहिँ आउँदो दिनमा पनि अब हाम्रा दाजुभाइहरू वरपर छरिएर रहेका दाजुभाइहरू सबैजना एकत्रित हौँ भन्दै मेरो आज थोरै भनाइ गर्छु। र थोरै अब यसपटक पनि वरपर छरिएर रहेका चाहिँ हाम्रो चाहिँ दाजुभाइ वंशहरू आफ्ना घरायसी समस्याहरूलाई थाती राख्दै आजको हाम्रो कार्यक्रममा हामीले निमन्त्रण गरेको आधारमा हाम्रो बैठकको निर्णयअनुसार जे जति सबै साथीहरू उपस्थित भएका छ उहाँलाई मोरी धन्यवाद भन्दै आगामी दिनहरू पनि यो हाम्रो आजको मासलाई अझै बढाउँदै आउने हुनेछ। र हामी चाहिँ सब दाजुभाइहरू एक अर्कामा जान पहिचान हौँ, चिन्जान हुँदैन। हाम्रा छोराहरूले दिनदिनै बुहारीहरू ल्याउँदै गरे हुन्छ, त्यो बुहारीहरू पनि हामी चिन्जान गर्दै जाउँ भन्ने धारणासहित मेरो भनाइ यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो उपाध्यक्षज्यू हिन्दबहादुर गुरुङज्यूलाई। र अब हामी सानो परिचय कार्यक्रम गर्न गइरहेका छौँ, किनभने हामी एकअर्काप्रति यसपालि हाम्रो नयाँ सदस्यज्यूहरू आउनुभएको छ, उहाँले चिन्नु भएको छैन होला। किनभने हाम्रो दाजु चितवनबाट आउनुभएको छ, उहाँलाई सबैले चिन्नु भएको छैन होला। जस्तो अहिले बुहारीहरू टाढा टाढाबाट आउनुभएको छ, उहाँहरू सबैलाई चिन्नु भएको छैन होला। त्यसै कारण म सम्पूर्णलाई आफ्नो परिचय आफ्नो पुस्ता भन्न नसके पनि आफ्नो नाम र ठेगाना भनिदिन हुन म हार्दिक विनम्र गर्छु। र यो परिचय कार्यक्रमको सुरुवात म आफैबाट गर्न गइरहेको छु। नमस्कार सम्पूर्ण शङ्करचन्द्र वीर स्मृति प्रतिष्ठानका वंश सदस्यज्यूहरूलाई। म विकास गुरुङ तिलक, मेरो घर धरान नगरपालिका वार्ड नम्बर 11। म परशुराम गुरुङको छोरा, पदमबहादुर गुरुङको नाति, बखतमान गुरुङको पनाति। मेरो पुर्खौली घर छिनामुखु गाउँपालिका के अरे खैला हो। अहिले चाहिँ ट्याम्के मयुङ गाउँपालिका वार्ड नम्बर 2 हो। म यहाँहरूलाई सम्पूर्णलाई यस आजको बलिरहित कुल पूजामा न्यानो अभिवादन गर्न चाहन्छु। धन्यवाद। सजिज्यू, मेरो नाम चाहिँ कृपाश्वर गुरुङ। म हाँसपोसा इटेरी 20 तररा बस्छु। मेरो नाम कृपाश्वर, मेरो बाबुको नाम सर्वध्वज गुरुङ, बाजेको नाम इन्द्रमान, जिजु बाजेको नाम मतिराज, च्याप्चु बाजेको नाम शङ्कर। धन्यवाद। ल सबैलाई नमस्कार। हेलो सबैलाई नमस्कार। म इन्द्रबहादुर गुरुङ, दमक नगरपालिका वार्ड नम्बर 5 निवासी। मेरो बुबा दिलबहादुर गुरुङ, बाजे केशरमान, अझै अर्को बाजे दाजु के मोतीराज, त्योभन्दा माथि चाहिँ चन्द्र सङ्ग्रवीर। ल अब हामी एउटै आमा पुग्यौँ। अब म त्यही हो। अब ल हस्। सबैलाई धन्यवाद, नमस्कार। म चाहिँ हिन्द गुरुङ, यो संस्थाको उपाध्यक्ष। म चाहिँ मेरो बाबुको नाम चाहिँ खड्गबहादुर गुरुङ, मेरो बाजेको नाम बलबहादुर गुरुङ। बलबहादुर गुरुङको पनि बाउ चाहिँ पलमान गुरुङ, पलमानको चाहिँ नि बाउ चाहिँ चन्द्रवीर गुरुङ। चन्द्रवीरको माथि चाहिँ अब जर्सिङदेखि माथि डिट्ठा सम्पासिङमा माथि प्रताप सिंह हुनुहुन्छ। र उहाँको प्रताप सिंहदेखि म चाहिँ 8औं पुस्तामा छु र यस संस्थामा लागि परेर कार्य गरिरहेको छु। धन्यवाद। सबैलाई नमस्कार। मेरो नाम देवराज गुरुङ, दमक नगरपालिका वार्ड नम्बर 5 बासिन्दा अहिलेको फिलहाल। मेरो बुवाको नाम खड्गबहादुर गुरुङ, दाइ र बुवा र मेरो चाहिँ एउटै परिचय नाम चाहिँ तर अलग हुन्न है भन्दाखेरि। बाजाको नाम पदमबहादुर गुरुङ, अनि अझै बुवाको बाजेको नाम चाहिँ भाइले अघि भनेको हामी एउटै सन्तान हौ होइन। बाजे चाहिँ बखतबहादुर गुरुङ होइन। त्यही भएर म दमक बासिन्दा बखतमान गुरुङ। ल धन्यवाद सबैलाई। ल नमस्कार, मेरो नाम चाहिँ जुगल गुरुङ, घर दमक 5। बाउको नाम चाहिँ पदमबहादुर गुरुङ, अनि बाजेको नाम त के पो थियो बिर्खमान, अनि त्यसपछि बिर्खमान के भन्छ बलिराज,
बलिराजदेखि के भन्छ शङ्कर। मेरो पालो आएछ। एकछिन तपाईँहरूलाई म के अनुरोध गर्छु भने हामी यो बलिरहित भनेको काटमार नगरिकन पूजा गर्नलाई हामीले चाहिँ नि अहिले तेस्रो वर्ष भयो। यो तेस्रो वर्ष किनभने म भरै नि बोल्दिनँ कि अनि यसै सक्ने, किनभने आज हामी धेरै नबोल्ने, हाम्रो चाहिँ परिचय गर्नुपर्छ। अर्को कुरा के छ भन्दाखेरि सबैभन्दा पहिला प्रताप गुरुङ 1 नम्बर, यो याद राख्नुहोस् है तपाईँहरूले। 1 नम्बर प्रताप गुरुङ, 2 नम्बर डिठा चम्पासिंह गुरुङ, 3 नम्बर जहरसिंह गुरुङ। जहरसिंह गुरुङदेखि चाहिँ हाम्रो भोजपुर छिनाखुमा आएको र जहरसिंह गुरुङदेखि उनीहरूको दुईटा, सुन्नु है, दुईटा छोराहरू थिए, शङ्कर गुरुङ र चन्द्रवीर गुरुङ। र शङ्कर चन्द्रवीर गुरुङको चाहिँ शाखा सन्तान अहिले सबै हामी यहाँ छौँ। अहिले यहाँ हामी शङ्करको र चन्द्रवीरको सन्तान। 3 नम्बरमा हामी जहरसिंह, 4 नम्बरमा शङ्कर, 5 नम्बरमा चाहिँ चन्द्रवीरको पलमान भयो, सन्मान भयो, अनि बिन्द्रमान भयो र बखतमान भयो। त्यहीँ हुँदो त जिम्दैछन्। र यतापट्टि शङ्करको चाहिँ के हो भने 4 नम्बर शङ्करको चाहिँ हाम्रो चाहिँ नि 5 नम्बरमा, 4 नम्बर त शङ्कर र चन्द्रवीर भइहाल्यो 4 नम्बरमा। 5 नम्बर हर्कराज गुरुङ, उसको मात्रै छोरी थियो। मतिराज गुरुङ, यो चाहिँ गोकुलमान, इन्द्रमान र केशरमानको बाजे बाउ। त्यसपछि बलिराज गुरुङ, बलिराज गुरुङको कोही छ? अब हात उठाउ त। बलिराज गुरुङको यहाँ छ। र मतिराजको त्यहाँ छ। अनि हर्कराजको छोरी मात्रै थिए। शङ्करको चाहिँ के भने मतिराज र बलिराज भयो। अनि गोकुलमान, इन्द्रमान, केशरमान हुँदै उहाँहरूको वृद्धि हुँदै गयो। र चन्द्रवीरको चाहिँ पलमान, पलमानको को छ? उठ्नु त सबै पलमान। पलमानको हल्ला होइन, हल्ला एकछिन, ऊ पनि पलमानै हो। यसो यो ठट्टा होइन कि। यति यो खम्बसिंह गुरुङले यो किन गर्यो त भन्दाखेरि परिचय होस् भन्ने उद्देश्यले गरेको। यहाँ कोही कोहीले के भन्छ, शङ्कर चन्द्रवीर गुरुङ प्रतिष्ठान भनेर जुन दर्ता गरेका छौँ, बिपी कोइराला प्रतिष्ठान छ नि, त्यो त्यो दर्ता भएको। त्यस कारणबाट पलमानपट्टिको चाहिँ अथवा चन्द्रवीरको उठ त, चन्द्रवीरको सन्तान उठ त, कतिजना रहेछ? कोन त? अनु पनि हो, रामकाजी पनि हो। अब रामकाजी किन होइन? नकाट न यार, एउटा बाजे नै खालै रित्तो भइदियो। हर्कराज त छोरी मात्रै भयो पनि हराइयो, उसको छोराहरू पनि हराए, अनि धेरै छोरीहरू पनि भयो। हाम्रो चाहिँ छोरा धेरै भएछ, अनि त्यस कारणबाट धेरै पनि भयो, अलिक कङ्गाल पनि छन्। धेरै हुने कङ्गाल हुँदो रहेछ क्या। अब यहाँ हेर्नु, यो घर कसले बनाइदियो? शङ्करको पनातीले। हेर्नु है, उहाँ मणिप्रसाद जोगमाया हल बनाएर आयो। यो गेट कसले बनायो? शङ्करकै नाति पनातीले। ऊ त्यो चाहिँ के अरे पूजा स्थान कसले बनायो? शङ्करले बनायो। तर बस्ने ठाउँ चाहिँ, यो बस्ने ठाउँ चाहिँ चन्द्रवीरकोले दिएछ, दुःख पाएछ। ठिक छ, होइन मैले यो ठट्टा गरेँ, रमाइलो हो, किन अलिक सुते जस्तो लागेर। त्यस कारणबाट हामीले यहाँ सबैले चाहिँ नि हामीले के गरेका छौँ भने थोपा चाहिँ नि हामीले चाहिँ नि सिँचाइ गरेका छौँ। थोपा मिलेर नगराउँ न,
थोपा थोपा मिलेर चाहिँ के भन्छ नदी बन्छ, नदी बनेर के भन्छ समुद्र बन्छ। त्यस्तै गरेर हामीले अहिले शङ्कर चन्द्रवीरसम्म मात्रै सम्झेका छौँ। त्यो माथि सम्झिँदा अलिकति गाह्रो पर्ने निकै लामो भयो क्या। शङ्कर चन्द्रवीरको भयो। तपाईँहरूले शङ्कर चन्द्रवीरको नाममा जग्गा खरिद गर्नुभएको छ, एक एक दुर गरिदिनु भएको छ र दुई भाइले चाहिँ जग्गा सुरुमा चाहिँ नि यो रोप्ने काम नै दुई भाइले चाहिँ नि चन्द्रवीरको पनातीहरूले गरेको, खनातीले। अब गफ गर्ने हो म भन्दिनँ है। एक नम्बर जसको नम्बर ठुलो हुन्छ त्यो बाउ पर्यो, याद राख्नु। अब तपाईँ कति नम्बरको? म कति नम्बरको? 7 नम्बर। तपाईँहरू मेरो छोराहरू जति सबै 8 नम्बर। 8 नम्बर जतिको हात छोरा त धेरै जस्तो 8 नम्बर छ। 8 नम्बर 8 हो, सबै हो नि त। तिम्रो होइन, तिमी चाहिँ होइन। नारायण होइन 8, नारायण 9, नारायण 9 भनेपछि 8 नम्बरको 9 नम्बर के पर्यो? छोरा पर्यो। 9 नम्बरको 10 के पर्यो? 9 को 10 के पर्छ? भतिजो पर्यो। 1 नम्बर मुनिलाई चाहिँ नि छोरा भतिज, 1 नम्बर माथिकोलाई चाहिँ काका बाउ, त्योभन्दा माथिकोलाई बाजे, त्यो माथिकोलाई जिजु बाजे, त्यो माथिकोलाई कुप्रे बाजे, त्यो माथिको मा कुप्रे बाजे। यसरी चाहिँ यसको हुन्छ। त्यसकाबाट अहिले नारायण गुरुङको तर्फ चाहिँ 11औं पुस्तामा छ। नारायण गुरुङको 11 छ अहिले है। 11मा को रहेछ भन्दा रेज गुरुङ होइन, रेज्नु गुरुङ चाहिँ 11, 9, 10, 11, 11 लास्ट, ऊभन्दा बढी छैन भनेको। 11औं छ हो। अलिक पढे लेखेकोले बुझ्दैन कि क्या हो? अलिक पढे लेखेकोले बुझ्दै छैन। कुरो चाहिँ के मैले भन्न खोजेको चाहिँ 1 नम्बर मुनिकोलाई चाहिँ भाइ छोरा भन्ने बराबरी नम्बरलाई चाहिँ अब के भन्छ बाहुनहरू थाहा छ? तपाईँ कति के अरे लेमो लाम्छाने कति नम्बर भन्छ? 8 नम्बर दाजुभाइ। लो 7 नम्बरको हात उठाउ त। कोही पनि छैन। उठाउ न, 7 नम्बर छ त? ओ यही छ। मतिराजको छ सन्तान खोजेको मैले। के अरे होइन ऊ मैले ऊ भनेको इन्द्रमान भनेको। इन्द्रमानको मतिराजको त छँदै छैन। इन्द्रमानको छ। खै त नारायणहरू भनेको गोकुलमानको होइन। जेसुई गोकुलमानको सन्तान छ नि हो, त्यही मैले भन्दैछु। केशरमानको 2जना यहाँ छ, 3जना केशरमान नि छ है। मैले त्यसरी खोजेको। अनि चन्द्रवीरको खालकोमा चाड बाजेहरू पलमानको छ, थुप्रो छ। अनुप भयो, लोकबहादुर भयो, अनि धनबहादुर भयो, हिन्दबहादुर भयो र अर्को बिन्द्रमानको छैन। बिन्द्रमानको आउनु भएन कोही पनि। सर होइन, छ आएन। सन्मानको तिमी पनि हो। ऊ होइन, उसको आउँदैछ। ऊ रामकाजी पनि हो सन्मानको। बखतमान बुझिसक्यो धेरैले। ऊ यता नि छ। ल है। यसरी हामीले चाहिँ नि विभाजन गरेका छौँ। यो चाहिँ हामीले होइन, धेरै पछाडिकोले जान्नुपर्ने। अब यो चाहिँ 8 नम्बरले जान्नु पर्यो सबैभन्दा, किनभने 9 नम्बर त म मात्रै रहेँ, बुहारी एउटा। 7 नम्बर त त्यस कारणबाट 8 पनि 6 पनि छ एकजना है हाम्रो। 6 को एउटा छ। अब बोजूहरू त छ होला है।
बोजूहरू छन्। ल मैले यति नै भने र हामीले अहिले किनभने मैले लास्टमा बोल्नुपर्ने भएको हुनाले हाम्रो चाहिँ नि सम्मानको पनातिनी बुहारी सुमनको बुढीले श्रीमतीले चाहिँ कलश तामाको कलश र त्यहाँ बाल्ने दियो दिनुभएको छ। मुना गुरुङ कता होला मुना गुरुङ। अर्को यसपालि हाम्रो चाहिँ साइली त 8 नम्बर हो 8 नम्बर नयाँमा पोहोर आउनुभन्दा अहिले चाहिँ आउनुभएको पोहोरदेखि अहिले आउनु भएको छ अनुप गुरुङ। यो चाहिँ चन्द्रवीरको पहिलो चाहिँ कुल पूजामा सामेल हुनुभएको छ। मुजुर बित्ता के अरे सीतापुरी। अर्को हाम्रो चाहिँ नि लक्ष्मी वर्गबाट के अरे बखतमान गुरुङको नाति पनाति र चाहिँ के अरे वीरबहादुरको नाति के लालबहादुरको छोरा उदय गुरुङ र अर्को सम्मान गुरुङ को चाहिँ नि पनाति नै हो। अनि के अरे बमबहादुरको नाति अनि मङ्गलबहादुर भन्थ्यो उसको चाहिँ अगमबहादुरको छोरा माइला चाहिँ कान्छा नवराज गुरुङ र अर्को हाम्रो रत्नबहादुरको नाति होइन कमल कुमार हो रत्नमानको नाति गोकुल विमान सिंहको छोरा पोहोरदेखि नै आएको तर यसपालि चाहिँ छोरा चाहिँ आएकोले उसलाई स्वागत गर्दछु। कमल कुमार गुरुङ है। अरू नयाँ छ महेन्द्रको पनि आएकै हो पोहोरै बुहारी आएको थियो र हाम्रो चाहिँ नि तिमीहरू सबैको सम्धिनी आउनु भएको छ है। हाम्रो चाहिँ जदा टङ्कबहादुरको चाहिँ नि सम्धि कान्छा छोराको सासू बुहारी मै गएर लिएको है। सम्धिनी ज्यूलाई पनि उठेर परिचय दिनको लागि म अनुरोध गर्छु। ल सम्धिनी बुहारी खै बुहारी लो बुहारी हाम्रो काठमाडौँ बस्छ तर यसपालि चाहिँ ऊ पूजा गर्नको लागि आयो। उनीहरूले के भन्ने धन्यवाद भन्ने। नमस्कार मेरो नाम लक्ष्मी गुरुङ। म चाहिँ हाम्रो चाहिँ सबै दाजुभाइ मध्येमा हामी अहिलेसम्म चाहिँ हामी कान्छो खाल भएको हुनाले मेरो चाहिँ सबैजना सानोदेखि लिएर ठुलो बुढासम्म नि मेरो काका ससुर काकी सासू फुपू सासूहरू यत्रोदेखि लिएर ठुलो बुढोसम्म छन्। हामी चाहिँ अहिले चाहिँ एकदम कान्छो सन्तान भाइमा हुनाले अनि हामी चाहिँ शङ्करवीरको बाजेको सन्तान। तर मेरो बाजे ससुराको नाम रत्नबहादुर गुरुङ मेरो ससुराको कर्णबहादुर गुरुङ र कर्णबहादुरको म माइली बुहारी नारायण गुरुङको श्रीमती। अनि म के भन्छु भने अहिले बाजेहरूकै छेउमा हामीले यो परिचय दिनु नि नभन्नु नि हुने हो। तर हामीले मलाई चाहिँ कस्तो लाग्छ भने मेरो आमाहरू मेरो सासूहरू काकी सासूहरू सबैजना हामी आज भेला भएको छौँ। हामीले यो परिचय पनि दिँदै जाँदाखेरि राम्रो हुन्थ्यो होला। के को छोरी कहाँ हो माइत पनि यस्तो पनि हामीले भन्दाखेरि अलि राम्रो चिन्जान हुन्थ्यो कि चिन्जान त छ साइना आफ्नो साइनाले छ तर कहाँको कसको छोरी कता रहेछ त माइत कता कुन गाउँको रहेछ भन्ने पनि हुन्छ। त्यस कारणले थाहा होस् भनेर म चाहिँ मेरो परिचय पनि दिन लागेको छु म के को छोरी भनेर। मेरो माइत र घर चाहिँ भोजपुर जिल्ला वडा नम्बर 7 नै हो। पहिला चाहिँ म चाहिँ कोरङ्गी लामाको छोरी लेमलामछाने शङ्करवीरको नाति पलातीसँग बिहा भएको नारायण गुरुङ मेरो श्रीमान कोरङ्गी लामाको छोरी म चाहिँ भन्दै मेरो नाम यति नै भन्न चाहन्छु परिचय। नमस्कार। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ यमुना गुरुङ हो मणिराजको कान्छा के अरे बुहारी कान्छी बुहारी। मेरो श्रीमानको नाम चाहिँ जङ्गबहादुर गुरुङ। चाहिँ उता सीतापुरी गौरदा 1 सीतापुरी
नमस्कार सबैजनालाई। मेरो नाम यशोदा देवी गुरुङ। मेरो श्रीमानको नाम जुगल कुमार गुरुङ। ससुराको नाम पदम बहादुर गुरुङ। हाल म दमक 5 मा बस्छु। नमस्कार, मेरो चाहिँ नाम उदय गुरुङ। बुवाको नाम चाहिँ लालबहादुर गुरुङ। हजुरबुवाको नाम वीरबहादुर गुरुङ। जिजु बाजेको नाम चाहिँ बखतमान गुरुङ। पहाड चाहिँ अहिलेको टेम्के मयौँ, काङकाङ खैला, अहिले हाल चाहिँ लसी मार्ग, बेलबारी नगरपालिका 11। नमस्कार, मेरो चाहिँ नवराज गुरुङ हो। बाउको नाम चाहिँ अगमबहादुर गुरुङ, बाजेको नाम चाहिँ बमबहादुर गुरुङ। अहिले हाल चाहिँ लसी मार्ग, बेलबारी 11 मा। नमस्कार, म चाहिँ भगत गुरुङ। बुवाको नाम चाहिँ दिलबहादुर गुरुङ। बाजेको त के पो भन्नुभयो काकी? छत्रबहादुर गुरुङ। हाल चाहिँ म बाँसबाडी हाल चाहिँ म बाँसबाडी 1 कमल गाउँपालिका झापा। नमस्कार छ काकाहरू, दाजु भाइहरू, भाउजू पनि नमस्कार छ। मेरो नाम चाहिँ लोकबहादुर गुरुङ हो। मेरो बाबुको नाम पदमबहादुर गुरुङ, बाजेको नाम नरबहादुर गुरुङ हो। म हाल चाहिँ बेलबारी 3 बस्दैछु। पहिले चाहिँ जदामै थिएँ र नमस्कार। ल नमस्कार सबैजना बाउ काका बाजे। मेरो त प्रायः सबै ठुलो सानो छ है। म सानोमा पर्छु। अब मेरो नाम चाहिँ नारायण गुरुङ। बाउको नाम चाहिँ कर्णबहादुर गुरुङ, बाजेको नाम रत्नबहादुर गुरुङ र जिजु बाजेको नाम चाहिँ गोकुलमान गुरुङ, रत्नबहादुर। जिजु बाजे अर्को च्याप्चु बाजेको नाम चाहिँ मोतीराज होइन त। त्यहाँभन्दा माथि चाहिँ शङ्कर नै होला जस्तो लाग्छ मलाई चाहिँ। त्यति राम्रो पनि छैन है। म त आज अति नै खुसी छु कि किनभनेदेखि यसरी हामीले यसरी भेला भएर सबै परिचय गर्नु पाउनु पनि हामी दाजुभाइमा धेरै राम्रो कुरा हो है तपाईँको। हामी करिब हामी दाजुभाइ नै चिन्दैनौँ, कहाँ छ के छ होइन, यो उनी थाहा छैन कि हामीलाई। म त एकदम खुसी छु कि तपाईँको। अब यसरी हाम्रो बेलामा जस्तो यहाँ जसले जेसुकै भने पनि, जस्तो काकालाई बाउहरू यहाँ अग्रज जो नेतृत्व गरिराख्नु भएको छ, कतिले के भन्छ क्या, कतिले के भन्छ क्या। मलाई एकदम दुःख लागेर आउँछ क्या तपाईँको। उहाँहरू दुःख गरेर कति गरेर चाहिँ गएर किताब लेख्नुहुन्छ, कहाँ के गरिराख्नु भएको छ। अझै त्यो भएन भने परिमार्जन गरिराख्नु भएको छ, अझै राम्रो सत्य तथ्य निकालेर गरिराख्नु भएको छ। कतिले कुरा काटिरहेको हुन्छ, कतिले के भनिरहेको हुन्छ होइन। हामीले कमसेकम आफू अगाडि नसरे पनि सपोर्ट त गर्नु कमसेकम भन्ने मलाई मेरो लाग्छ है। मलाई चाहिँ सपोर्ट गर्नु कमसेकम, उपस्थित हौँ। यहाँ पछाडिबाट के मलाई के गर्छ, यहाँ यस्तो के गर्छ भन्छ क्या। त्यो भएर म चाहिँ एकदम अति नै खुसी छु। यसरी भेलामा त जस्तै चितवनबाट काकाहरू आउनुभयो होइन। यहाँ सबै हामी यसरी भेला भएको देश विदेश कतिपय साथी नयाँहरू पनि भएको छौँ। हाम्रो सम्झिनी पनि यहाँ आउनु भएको छ होइन, गोर्खाबाट चाहिँ यसरी भएको छौँ। अब हाम्रो मेरो चाहिँ तपाईँको मेन चाहिँ तपाईँको पाहाड भन्नुहुन्छ भने साबीको चाहिँ छिनामको गाविस। अब चाहिँ नि अहिलेको चाहिँ टेम्कीमय गाउँपालिका अन्तर्गत वार्ड नम्बर 2बाट बसे सराको अन्तर्गत हामी चाहिँ अहिले आएर म चाहिँ आएर इटरी 2 शान्तिनगरमा बस्छु। अब यही हो मेरो परिचय। एकदम हामी सधैँ चाहिँ यसरी जम्मा हो भेला हो भन्ने बित्तिकै हामी दाजुभाइ चाहिँ यसरी सब परिवार सहित अझै भेला हुँदा चाहिँ म चाहिँ एकदम खुसी छु है। अब अरू केही गल्ती भयो माफ पाऊँ। म चाहिँ यहाँ अहिले यहाँ अन्त्य है हजुर। नमस्कार, मेरो नाम चाहिँ अनुप गुरुङ। मेरो बाउको नाम चाहिँ पदममान गुरुङ, बाजेको नाम चाहिँ पदमबहादुर गुरुङ। हाल चाहिँ म अहिले इटरीमा बस्छु। नमस्कार सबैजनालाई, काका भतिज भाइ भतिज यहाँ सबैजनालाई। म रामकाजी गुरुङ। पेसाले होटल पेसा बेटार होटल गरेको 14-15 वर्ष भयो। मेरो बाबाको नाम चाहिँ पदमबहादुर गुरुङ, बाजेको कुलबहादुर गुरुङ, बाजेको बाउ चाहिँ सम्मान है ल हजुर सम्मानको चन्द्रवीर गुरुङ। मेरो पेसा चाहिँ भेटारमा छ, अहिले होटल व्यवसाय हो। आज यो हाम्रो वंश भेलामा चाहिँ म एकदम खुसी भएर बिहानै उठाइने टाढा परेको भन्दै
त्यो नभन्नु कति भन्नु जग्गा दादा भन्दा चाहिँ अब दाजु र मैले जग्गा दाजु र मैले मेरो दाजु मैले भन्दा दाजुले अलिक बढी दिएको हो ल यो जग्गा अब जे सुरुवात। नमस्कार सबैजनामा मेरो बाजे बोजू काका काकी हुनुहुन्छ होइन दाजु भाउजू भाइ बुहारी भतिजा कोही हुनुहुन्छ नि अब दाजुले अघि भाउजूले भने जस्तै अब सबभन्दा सानो दाजु र म अब हामी मात्रै मिल्ने हो दाइको होइन। मेरो नाम चाहिँ लोकबहादुर गुरुङ, मेरो बाबुको नाम जवरबहादुर गुरुङ, बाजेको नाम दलबहादुर गुरुङ अनि जिजु बाजेको नाम सिंहराज गुरुङ। हाल चाहिँ म कमल गाउँपालिका 4 झापामा बस्छु है, बसोबास छ। नमस्कार मेरो बाजे बोजू काका छ्यामा दाजुभाइ सबैजनालाई नमस्कार। मेरो नाम कुमार गुरुङ र मेरो पुर्खौली घर छिनामुख र मेरो बाबुको नाम विमान सिंह गुरुङ, मेरो बाजेको नाम रत्नबहादुर गुरुङ। त्यहाँभन्दा अघि लामो के अरे उसोसम्म पुस्तासम्म जानु सक्दिनँ म। मेरो नारायण दाई मेरो दाई हुनुहुन्छ, उहाँले अघि नै भनिसक्नुभयो र म हाल गछिया हरेचा 6मा बस्दै आएको छु। नमस्कार। योगराज गुरुङ हो। म हाल कमल गाउँपालिका वार्ड नम्बर 4 जोगी चौन बस्छु। मेरो बाबुको नाम दलबहादुर गुरुङ, हजुरबाको नाम सिंहराज गुरुङ, त्यहाँदेखि माथिको पहलमान गुरुङ, चन्द्रवीर गुरुङ। नमस्कार। माइतीको म माइतीको भन्नु म मुनाले गाउँको नाम म 13 थुम्मा होइन एकैचोटि भन्नु होला नि त होइन। म दलबहादुर गुरुङको बुहारी सुमन गुरुङको श्रीमती। बाजे सन्मान गुरुङ कि कुलमान गुरुङ होला होइन त काका? कुलमान गुरुङ नै हो हाम्रो। कुलबहादुर गुरुङको नातिनी बुहारी। हजुर मलाई त्यति धेरै त भन्नु आउँदैन, अब सर्टकटमा यति नै भयो नि। मलाई आउँदैन त्यो माथि माथि। अहिले चाहिँ इटरी बस्छु। हस् म सीता गुरुङ, मेरो सलमान गुरुङ बाजे जिजु ससुरा अनि बाजे ससुरको नाम कुलबहादुर गुरुङ, कुलबहादुर गुरुङको छोरा पदमबहादुर गुरुङ, पदमबहादुर गुरुङको छोरा रामकाजी गुरुङ, रामकाजीको श्रीमती सीता गुरुङ। नमस्ते मेरो नाम यानुमाया गुरुङ। मेरो माइती घर चाहिँ पोखरा धम्पुस, घर चाहिँ पूर्व भोजपुर रे। अनि के अरे हाम्रो बाजे मामाको नाम चाहिँ मदन बहादुर गुरुङ। अनि अरू दाइ ससुराको नाम मदन बहादुर गुरुङ, बुढाको नाम त धनबहादुर। अनि मेरो मदन बहादुर गुरुङ। अनि भइगयो नि है, अनि भयो है। नमस्ते नाम आएको। म चाहिँ सायद 9 नम्बर वंश कमला गुरुङ मेरो मम्मीको नाम। अनि बाबाको नाम चाहिँ पदम मान गुरुङ। त्यो हाम्रो लामछाने किताब 112 नम्बरमा रहेछ हाम्रो चाहिँ, त्यहाँ वंशको ब्रान्चहरू लेखेको। त्यहाँ बाबाको नाम चाहिँ मिस्टेक रहेछ। त्यहाँ हाम्रो हजुरबाको नाम चाहिँ पदमबहादुर गुरुङ रहेछ, बाबाको पनि पदमबहादुरै भएछ, पदममान चाहिँ हो। मेरो नाम चाहिँ अमिश गुरुङ। म चाहिँ साइन्स र म्याथमेटिक्समा अति नै माया गर्ने मान्छे, त्यही रिलेटेडै मैले अध्ययन गरेको छु र हालै टिचिङ पनि गर्दैछु। अनि आज सबैजना आफन्तजनहरूसँग भेटघाट गर्नु पाउँदा एकदम खुसी लागेको छ। धन्यवाद। नमस्ते सबैजनालाई साइन अनुसार है एकमुष्ट नमस्कार। मेरो नाम चाहिँ प्रतीक्षा गुरुङ हो। मेरो श्रीमानको नाम चाहिँ निरकुमार गुरुङ हो। मेरो ससुराको नाम चाहिँ गङ्गाबहादुर गुरुङ र बाजे ससुराको चाहिँ कटक बहादुर गुरुङ र जिजु बाजेको चाहिँ सिंहराज गुरुङ र जिजु बाजेदेखि बाउको चाहिँ पलमान गुरुङ, त्यसपछि चाहिँ चन्द्रवीर गुरुङ। चन्द्रवीर गुरुङको सन्तान। उहाँलाई चाहिँ भरिसक आउँदैन, त्यही भएर मैले भनेको। खासै थाहा छैन, भन्नुपर्दा अहिले थाहा छैन। म निरकुमार गुरुङ, श्रीमती प्रतीक्षा गुरुङ, सबै कुरा श्रीमतीले भनिदियो। ल धन्यवाद सबैलाई। मलाई अलिक फाइदा भयो क्या त्यही भएर। नमस्ते मेरो नाम प्रतिकला गुरुङ हो। मेरो श्रीमानको नाम भरत गुरुङ, ससुराको नाम महेन्द्र गुरुङ, बाजे ससुराको नाम दौलबहादुर गुरुङ। मेरो नाम गुरुङ अनि मेरो बाबुको नाम टङ्कबहादुर गुरुङ अनि
नमस्ते, मेरो नाम चाहिँ ममता गुरुङ। मेरो ससुराको नाम चाहिँ धर्मदास गुरुङ। बाजे ससुराको नाम चाहिँ रत्नबहादुर गुरुङ। अनि के हो श्रीमानको नाम चाहिँ कुलबहादुर गुरुङ। अनि मेरो घर चाहिँ 35 अनुसार 7। नमस्ते, मेरो नाम प्रमेश गुरुङ। म चक्रबहादुर गुरुङको नाति र दुर्कुमार गुरुङको छोरा, जेठा छोरा। सर्वप्रथम त सबैमा नमस्कार। मेरो नाम चाहिँ प्रेमबहादुर गुरुङ। बुवा दिलबहादुर गुरुङ छत्रमानको नाति। म हाल बिर्ता मोड 3 बिर्ता बजार। पूर्वको झापाको दमकदेखि पश्चिमको चितवनदेखि आउनुभएका सम्पूर्ण मेरा नाताले अनुसारको सम्पूर्णमा मेरो नमस्कार। म सर्वदूत गुरुङको नाति कृपाश्वर गुरुङको छोरा मिलन गुरुङ, स्थायी बसोबास इटरीबिस तररा, साथै यस संस्थाका सदस्य। धन्यवाद। नमस्कार, मेरो नाम धनबहादुर गुरुङ भरतपुर महानगरपालिका वार्ड नम्बर 4 चितवन निवासी र मेरो बुवाको नाम मदनबहादुर गुरुङ, बाजेको नाम बलबहादुर गुरुङ र अनि उसको पहलमान बलबहादुर गुरुङ र पहलमान गुरुङ चन्द्रबहादुर गुरुङको सन्तान। नमस्कार सबैलाई, साइन अनुसारको नमस्कार छ मेरो। अरू धेरै त मलाई बोल्न आउँदैन। मेरो श्रीमानको नाम चाहिँ हिन्दबहादुर गुरुङ, हिन्दबहादुरको श्रीमती म तारा गुरुङ। यति नै हो मेरो परिचय भनेको, म अरू धेरै जान्दिनँ। नमस्कार। नमस्ते, मेरो नाम मसिना गुरुङ, ठेगाना गोर्खा, बसाइ काठमाडौँ, हाल मोरङ। सबैजनालाई यहाँ नमस्कार। हाम्रो स्कुल पूजामा उपस्थित हुनुभएका हाम्रो सम्पूर्ण दाजुभाइहरूमा मेरो नमस्कार। म पवित्र गुरुङको तर्फबाट सैनो अनुसारको दर्जा अनुसारको नमस्कार। मेरो नाम पवित्र गुरुङ, मेरो श्रीमानको नाम निरबहादुर गुरुङ, उहाँ स्वर्गरोहण भइसक्नुभयो। छत्रबहादुर गुरुङको बुहारी, सन्मान गुरुङको नातिनी बुहारी, चन्द्रवीर गुरुङको पनातिनी बुहारी। मेरो माइती चाहिँ तक्राई घोन्डे हो। धन्यवाद। उपस्थित सम्पूर्णमा मेरो नमन गर्दै आजको यस शङ्कर चन्द्रवीर गुरुङ प्रतिष्ठानको तेस्रो कुल पूजा कार्यक्रममा सम्पूर्ण उपस्थित भएका सम्पूर्ण भाइजन भतिजहरूलाई नमन गर्दै मेरो परिचय दिन चाहन्छु। मेरो नाम ध्रुवदेव गुरुङ, बाबाको नाम खम्बासिङ गुरुङ, बाजेको नाम अमरबहादुर गुरुङ। मेरो घर चाहिँ धरान 16 अन्नपूर्ण चोक भन्छ, जुन चाहिँ अब चतरलाइन भन्ने ठाउँदेखि अलिक नजिकै छ। धन्यवाद। मेरो नाम चाहिँ ऐश्वर्या गुरुङ, मेरो बाबाको नाम चाहिँ नवीन गुरुङ र मेरो बाजेको नाम चाहिँ खम्बासिङ गुरुङ। बलिरहित कुल पूजामा भेला हुने सम्पूर्णलाई म फेरि एकचोटि हार्दिक स्वागत गर्न चाहन्छु। र आज हाम्रो संस्थामा चाहिँ आजीवन सदस्यहरूले के अरे काट्नु भएको छ। उहाँहरूको म यो के अरे पर्चा रसिद दिन गइरहेको छु। यो हामीले चाहिँ अब प्रत्येक वर्ष चाहिँ हाम्रो सदस्यज्यूहरूकोबाट चाहिँ 1,000 उठाउने, किनभने संस्था चलाउनको लागि कसैलाई मागिराख्नु नपरोस् भनेर चाहिँ हामीले प्रत्येक सदस्यको घरबाट चाहिँ 1,000 रुपियाँ उठाउने निर्णय गरेका छौँ। र त्यस अन्तर्गत चाहिँ हामीलाई 1,000 सहयोग गरिदिनु भएको छ। उहाँहरू हुनुहुन्छ, म उहाँहरूको नाम पालो सम्बोधन गर्न गइरहेको छु। उहाँहरू लिएर आइदिन हुन म हार्दिक विनम्र गर्दछु। हाम्रो नयाँ सदस्य हुनुहुन्छ कुमार गुरुङ कमल, उहाँलाई यो रसिद लिइदिन हुन म हार्दिक विनम्र गर्दछु। र भतिज कुमार, यो हाम्रो 1,000 सबैजना सदस्यज्यूहरूलाई चाहिँ हामी 1,000 के अरे काट्ने गरेका छौँ। धन्यवाद भतिजलाई। त्यस्तै अर्को हाम्रो सहयोग रसिद लेबी छ टङ्कबहादुर गुरुङ, यो पनि म हाम्रो लिदिन हुन बुहारीलाई म हार्दिक विनम्र गर्दछु। र अर्को आजीवन सदस्य यो 5,000 उठाउने गरेको छ, यो पनि 2टा लिदिन म हार्दिक विनम्र गर्दछु। त्यस्तै अब अर्को के अरे हाम्रो के अरे लेबी छ लोकबहादुर गुरुङ दाजु, यो दाजु
त्यस्तै नारायण गुरुङ शान्तिनगर हाम्रो भतिजलाई पनि म यो लिदिन हुन हार्दिक अनुरोध गर्छु। त्यस्तै बालकुमारी गुरुङ काठमाडौँ, कसलाई काका यो? ए तपाईँलाई हो। त्यस्तै हाम्रो अर्को सदस्य नयाँ हुनुभएको छ, उहाँ हुनुहुन्छ महेन्द्र गुरुङ। म यो बुहारीलाई लिदिन हुन म हार्दिक अनुरोध गर्छु। हुन्छ दाजु के अरे हामीलाई आफ्नो वंश सम्झेर हाम्रो टाढाबाट चितवनबाट दाजुहरू आउनुभएको छ। विष्णुबहादुर गुरुङ, धनबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, उहाँहरू हामी टाढा भए पनि हामीलाई एकदम नजिक बनाएर आइरहनु भएको छ। प्रत्येक वर्ष हामी नजिककाहरू आएको छैनौँ र उहाँहरू चितवनबाट हामीलाई हाम्रो वंशका सन्तानहरू सम्झेर आउनुभएको छ। उहाँहरूलाई पनि हामीले एकदम स्वागत गरेका छौँ र आज हामी हाम्रो संस्थामा उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्न चाहौँ, किनभने यहाँ नजिककाहरू हामी आएका छैनौँ। उहाँले टाढा एकदम धेरै कोस टाढाबाट आउनु भएको छ र दाजुहरूलाई म धेरै धेरै मुरी हाम्रो मेरो व्यक्तिगत तर्फ तथा शङ्कर चन्द्र गुरुङ स्मृतिको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।